हेलो गाइस नमस्ते दिस इज सन्तोष वेलकम ब्याक टु माई च्यानल सो आज हामी कुरा गर्न जाँदैछौँ फेल भइसकेको न्यू इयर रेभोल्युसनको बारेमा सो मोस्ट अफ द मान्छेहरूले चाहिँ न्यू इयरसँगै त्यो न्यू इयर रेभोल्युसन न्यू इयर न्यू मी भनेर त्यो नयाँ नयाँ प्लान नयाँ नयाँ ड्रिमहरू चाहिँ टक्क सोचिरहेको हुन्छौँ होइन अनि मैले पनि त्यसरी केही सुरु गरेको थिएँ अनि मेरो चाहिँ लास्ट केही इयरमा चाहिँ म के हुन्थ्यो मेरो के हुन्थ्यो भन्दाखेरि कुनै गोल बनायो अनि त्यस पछाडि 1 मन्थ 2 मन्थ अनि त्यस पछाडि चाहिँ त्यो गोललाई चाहिँ अब कस्तो गिभअप गर्ने अनि कन्सिस्टेन्सी रहन सक्ने त्यो अचिभमेन्ट नहुने होइन अनि अहिले नि लगभग अब 1 महिना गइसक्यो होइन 2026 पनि सुरु भयो 2026मा चाहिँ मोस्ट अफ द मान्छेहरूले नि अब त्यही त हो नयाँ इयर अब केही त गर्नुपर्छ भन्ने जोस हुन्छ सुरुमा अनि अब नयाँ प्लान बनाएको हुन्छ नयाँ गोल सेट गरेर हुन्छ होइन अनि त्यस पछाडि अब 1 महिना पनि बितिसक्यो अब कति मान्छेहरू त जस कन्सिस्टेन्ट भएर होइन आफ्नो गोललाई अझै पनि सम्झेर त्यसमा मेहनत गरिरहनु भयो होला त्यसमा फोकस भइरहनु भयो होला सो कङ्ग्रेचुलेसन फर यु गाइज अनि जो मान्छे चाहिँ आफ्नो गोलप्रति कन्सिस्टेन्ट रहन सक्नु भएन जसको चाहिँ त्यो न्यु इयर रेभोल्युसन फेल हो ती मान्छेहरूको लागि चाहिँ यो भिडियो सो आज हामी कुरा गर्दैछौँ फेल भइसकेको न्यु इयर रेभोल्युसनको बारेमा यो चाहिँ किन फेल हो अनि यसको फेल हुनुको पछाडि के कारण हुन् अनि यसलाई चाहिँ कसरी फेरि सुरु गर्ने कन्सिस्टेन्ट बस्ने भन्ने बारेमा आज हामी कुरा गर्छौँ सो अन्तिमसम्म भिडियो हेर्नु होला है त ओके न्यु इयर रेभोल्युसनको फेल हुनुको मेन एउटा कारण भनेको चाहिँ ठुलो लक्ष्य राख्नु पनि एउटा मेन कारण हो तर यो कतिपय मान्छेलाई चाहिँ ठुलो लक्ष्य त ठुलै लिनुपर्छ भन्ने लाग्ला होइन द्याट्स राइट एनिवे तर के भन्दाखेरि सुरुमै ठुलो लक्ष्य लिनु चाहिँ अलिकति के हुन्छ त्यो प्रेसर हुन्छ क्या माइन्डलाई प्रेसर हुन्छ अनि धेरै प्रेसर भइसके पछाडि चाहिँ हामीलाई के हुन्छ त म सक्दिनँ भन्ने फिल हुन्छ नि हामीले छोडिदिन्छौँ सो आफूले चाहिँ अब आफ्नो गोल के हो अनि त्यो गोलको चाहिँ अब द बेस पोइन्ट के हो अनि खासमा चाहिँ त्यो बेस पोइन्ट अब के हो त्यो जस्तो कि कसैलाई चाहिँ अब रनिङ गर्नु छ अरे होइन ल रनिङ गर्नु छ अरे त पहिल्यै दिन चाहिँ अब फर्स्ट सुरुमै चाहिँ अब 10 किलोमिटर रन हान्नु अलिकति गाह्रो हुन्छ नि त सो फर्स्ट सुरुमा 3 किलोमिटर हान्ने होला 2 किलोमिटर हान्ने होला द्याट्स काइन्ड अफ इक्जाम्पल होइन सो अनि आफ्नो गोल के हो त्यसमा चाहिँ अब ठुलो लक्ष्य राख्नुभन्दा चाहिँ सुरुको फर्स्ट मन्थ चाहिँ एकदम सानो लक्ष्य राख्ने होइन यति मात्रै गर्छु यो मात्रै गर्छु कसैको जिम जानु छ भने 1 घन्टा जिम जानु छ भने टाइम नमिल्ला के होला अब कसरी म्यानेज गर्ने हुन्छ भने 15 मिनट जाने अथवा एटलिस्ट जाने 15 मिनट जाने आधी घन्टा जाने त्यो एउटा इक्जाम्पल भयो होइन डिपेन्ड अफ द गोल होइन अब कसको कस्तो गोल छ त्यो अनुसार त्यो भएर एकैचोटि ठुलो लक्ष्य राखेर चाहिँ म चाहिँ यस्तो भन्छु अब कसैको चाहिँ कन्टेन्ट क्रिएटर बन्नु छ कसैलाई तर सिधै अब 5वटा भिडियो हाल्यो अनि त्यहाँबाट 5वटा भिडियोमा त भाइरल भएन नि त होइन अनि 5वटा भिडियो हाल्यो त्यसमा चाहिँ अनि 20 भ्यू आयो अथवा 10 भ्यू आयो ओ ल मैले चाहिँ नसक्ने छु अनि सुरुमा चाहिँ के हुन्छ भन्दाखेरि अब क्यामेरा फेस गर्ने पनि गाह्रो हुन्छ सुरुमा अनि त्यतिमै चाहिँ हामीले गिभअप गरिदिन्छौँ सो त्यस्तो गर्नुभन्दा सुरुमा चाहिँ सानो लक्ष्य राखेर त्यसलाई चाहिँ बरु 15 दिन 20 दिन 1 महिना फलो गरेर अनि त्यसबाट स्टेप बाई स्टेप गयो भने चाहिँ हामीलाई अलिकति हेल्पफुल हुन्छ त्यो माइन्डलाई त्यस्तो प्रेसर पर्दैन अनि हामीले चाहिँ के हुन्छ नि त्यस्तो भएपछि के पनि हुन्छ भन्दाखेरि अलिकति आफू अलिकति ग्रो भएको जस्तो पनि फिल हुन्छ आफूलाई होइन अनि त्यस पछाडि मोटिभेट पनि भइन्छ क्या नेक्स्ट पोइन्ट के भन्दाखेरि ओभर थिङ्किङ हामी कुनै पनि नयाँ कुरा सुरु गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि म चाहिँ अलिकति गुड इनफ छैन कि यो कुरामा मैले सक्दिनँ कि भने जस्तो आफूलाई अलिकति कमजोर जस्तो फिल हुन्छ होइन अनि त्यसैमा हामी त्यसैमा अनि अलिकति ओभरथिङ्क गर्दै जान्छौँ अनि एक्सन लिनै गाह्रो हुन्छ अनि फेरि अर्को के पनि फेयर हुन्छ भन्दाखेरि बाहिरी मान्छेले के भन्ला अर्को मान्छेले के सोच्ला अनि हामी वी स्टार्ट टु कम्पेयर अदर पिपल होइन अनि त्यो मान्छेले चाहिँ यस्तो गरिसक्यो म चाहिँ भर्खर सुरु गर्दैछु अनि त्यहाँबाट आफ्नो माइन्डले चाहिँ अलिकति ठुलो रिजल्ट खोजिरहेको यस्तो टाइपको थटहरू आउँछ माइन्डमा होइन अनि मैले सक्दिनँ कि भने जस्तो लाग्छ अनि त्यो सोच्दा के हुन्छ भन्दाखेरि मैले सक्दिनँ जस्तो लाग्छ नि हामी त एक्सनै लिँदैनौँ क्या सो ओभर थिङ्क गर्नुभन्दा चाहिँ सानो चाहिँ स्टेप क्या हरेक कामको चाहिँ भर्जन हुन्छ क्या त्यो इजी भर्जन भेरी इजी भर्जन अनि नर्मल हार्ड यसरी त स्टेप हुन्छ नि त त्यो इजी भर्सन क्या अब त्यसो के हुन्छ जस्तो कि अब कसैको चाहिँ बडी बिल्ड गर्नु छ अरे होइन जिम जानु छ अरे रनिङ गर्नु छ अरे एटलिस्टको द जगिङ फर 5 मिनट समथिङ लाँदा स्टार्ट लाग्दा न्यु इयर रेभोल्युसन फेल हुनुको अर्को के पनि कारण हुन्छ भन्दाखेरि हामी धेरै गोल सेट गर्छौँ क्या हामी 20वटा 25वटा 30वटा गोल सेट गरिदिन्छौँ अनि सबैमा एक्सन लिनुपर्छ सबैमा एकैचोटि चाहिँ बेटर हुनुपर्छ एकैचोटि चाहिँ राम्रो हुनुपर्छ सबै कुरामा होइन अनि
त्यो भएपछि के हुन्छ भन्दाखेरि माइन्डमा ओभरलोड पर्छ, ओहो यो गरौँ कि त्यो गरौँ कि, यो पनि आउँदैन त्यो पनि आउँदैन, यो पनि गर्नुपर्ने यो पनि सिक्नुपर्ने भने जस्तो हुन्छ। अनि त्यो गर्दा गर्दै के हुन्छ भन्दाखेरि अनि एउटा पनि काम हुँदैन क्या। त्यसरी धेरै गोल सेट गर्नुभन्दा चाहिँ पहिला आफ्नो गोलहरू सेट गर्ने, त्यसमा चाहिँ अब ती गोलहरू रिलेटेड हुँदै जान्छ क्या। त्यसमा चाहिँ अनि कुन चाहिँ प्रायोरिटी हो, केमा चाहिँ आफूले अलिकति बढी फोकस गर्नुपर्छ, के चाहिँ इम्पोर्टेन्ट छ हो, त्यो 2टा गोल चाहिँ चुज गर्ने। अनि फर्स्टको 3 महिना चाहिँ त्यो 2टा गोलमा चाहिँ दुईटा गोलमा मात्रै काम गर्ने होइन। अहिले कसैलाई इङ्ग्लिस सिक्नु होला अरे, ल इङ्ग्लिस सिक्नु होला अरे होइन। अनि अब इङ्ग्लिस पनि सिक्नु होला, ट्राभल पनि जानु होला, कन्टेन्ट पनि क्रिएट गर्नु होला होइन, वेट पनि घटाउनु पर्ने होला, त्यो सबै एकैचोटि सकिँदैन नि त, टाइम पुग्दैन। अनि अब चलिरहेको कामसाम होला कि जब यताउति सब चलिरहेको हुन्छ, त्यो कुरा पनि फलो गर्नु पऱ्यो होइन, सर्भाइभ पनि गर्नु पऱ्यो होइन। त्यो भएर सबै कुरा एकैचोटि त गर्न सकिँदैन। त्यही भएर आफ्नो चाहिँ केही लिमिटेड गोल, अब जुन चाहिँ भेरी एकदमै इम्पोर्टेन्ट छ, के चाहिँ पहिला सुरु गर्नुपर्ने हो, त्यो गोल सेट गर्ने। अनि त्यसमा चाहिँ एक्सन लिन थाल्ने। जब त्यसमा चाहिँ अलिकति आफू अलिकति राम्रो भइरहेको, आफू अलिकति ग्रो गरिरहेको फिल हुन्छ नि, अनि त्यसलाई त्यो चाहिँ माइन्ड आफूलाई चाहिँ बानी परिसक्छ क्या। जसरी अब कसैले पढ्ने बानी चाहिँ 1 महिनासम्म त्यो कन्टिन्यू आधी घन्टा पढ्न थाल्यो भने 1 महिना पछाडि चाहिँ उसलाई पढ्नै पर्छ दिनको आधी घन्टा। त्यो माइन्ड, हाम्रो ब्रेनले त्यसरी काम गर्छ होइन। अनि जब त्यो चाहिँ ह्याबिट भइसक्छ त्यस पछाडि अनि अर्को नयाँ चाहिँ आफ्नो गोल के छ अनि त्यसको लागि एक्सन लिन थाल्ने। त्यसरी गऱ्यो भने चाहिँ अलिकति इजी हुन्छ अनि हामी चाहिँ कन्सिस्टेन्ट रहन पनि सक्छौँ अनि हाम्रो माइन्डलाई चाहिँ ओभरलोड पनि पर्दैन क्या। सो अर्को एउटा पोइन्ट यो पनि हुनसक्छ होइन। अर्को पोइन्ट के पनि हो भन्दाखेरि स्पष्ट योजना नहुनु पनि एउटा चाहिँ यो रेभोल्युसन फेल हुनुको मेन कारण हो कि। हामीलाई चाहिँ के हुन्छ भन्दाखेरि हामीले कुनै पनि कुरा सुरु गरिसके पछाडि प्लानिङ गर्दैनौँ होइन, एकदम स्पष्ट प्लान बनाउने। अनि अब कुनै पनि कुरा चाहिँ अब जस्तो कि केही कुरा त टाइम लाग्छ नि त, गुड थिङ टेक टाइम होइन। सबै कुरा चाहिँ राम्रो कुराहरू चाहिँ टाइम लाग्छ क्या, राम्रो कुरा बिल्ड हुनलाई चाहिँ टाइम लाग्छ। म चाहिँ त्यसरी सोध्छु होइन, टाइम लाग्छ भने फेरि। अनि हामीलाई चाहिँ के हुन्छ भन्दा रिजल्ट एकदम चाँडो चाहिन्छ। जस्तो कसैको चाहिँ 15 केजी बडी वेट घटाउनु पऱ्यो होला अरे, त्यो मान्छेले चाहिँ त्यो 1 महिनामा चाहिँ अलिक गाह्रो हुन्छ नि त 15 केजी बडी वेट घटाउनु, एटलिस्ट लाग्दा 3 मन्थ समथिङ लाग्दा। त्यसरी चाहिँ स्पष्ट प्लान बनाउनु कि फर्स्ट मन्थ चाहिँ म यस्तो गर्छु, अनि फर्स्ट मन्थमा चाहिँ मेरो यो खालको रिजल्ट आउँछ, यति मात्र रिजल्ट आउँछ। एक्सपेक्टेसन अलिकति लिमिट राख्ने क्या। हाई एक्सपेक्टेसन राख्दाखेरि पनि एकदम डिमोटिभेट भइन्छ होइन। अनि डिसिप्लिन त बिल्ड भइसक्यो हुँदैन, अनि त्यहाँबाट हामी मोटिभेट भएरै गरिरहेको हुन्छौँ। अनि त्यहाँबाट के हुन्छ भन्दा रिजल्ट नदिइसके पछाडि हामी एकदम छिटो रिजल्ट चाहिरहेको हुन्छ। अनि रिजल्ट नदेखे पछाडि चाहिँ हामी डिमोटिभेट हुन्छौँ। अनि डिमोटिभेट भइसके पछाडि त एक्सन लिने कुरै भएन, अनि त्यसबाट हामी यतिकै छोडिदिन्छौँ। सो त्यस्तो गर्नुभन्दा अबको पालमा चाहिँ के भन्दाखेरि टक्क स्पष्ट प्लान बनाउने होइन, आफ्नो गोल के हो, त्यसको लागि कति टाइम लाग्छ, आफूले के चाहिँ रिसर्च गर्नुपर्ने हो होइन, आफूसँग के छ के छैन, अनि आफूसँग भएको कुराले चाहिँ आफू कहाँसम्म पुग्न सक्छु, त्यहाँसम्म पुगे पछाडि चाहिँ नेक्स्ट मैले कहाँनिर अपडेट गर्नुपर्छ भन्ने चाहिँ एउटा ठक्क रोड म्याप बनाएर चाहिँ अनि त्यो रोड म्यापमा अनुसार चाहिँ डिसिप्लिन भएर हिँड्यो भने चाहिँ यसले पनि एकदमै हेल्प गर्छ। हामी एकचोटि फेल भयो भने चाहिँ एक्सन लिनै छोडिदिन्छौँ क्या, एकचोटि ट्राई गर्छौँ होइन। अनि मेन कुरो त के हुन्छ भन्दाखेरि मान्छेले फेल हुनै हुन्न होइन, पहिल्यैचोटिमा चाहिँ पर्फेक्ट हुनुपर्छ। त्यो पर्फेक्ट हुनुपर्छ त्यसरी माइन्डले त्यसरी सोध्छ क्या। अब त्यो कति ट्राई गर्ने, कति त्यो अब फेल भएर त कसैलाई मन लाग्दैन नि त, एकैचोटि सिधै आउँछ, सिधै पर्फेक्ट हुन सक्यो भने त त्यो त एकदम गुड थिङ हो। तर त्यसरी त काम हुँदैन नि त होइन, त्यो जो पनि कसैले पनि जन्मिँदै जानेर आएको हुँदैन, त्यो सिक्दै जाने हो। अनि अब प्र्याक्टिस गर्ने हो। तर एकचोटि प्र्याक्टिस गरिन्छ अनि अब कस्तो हुन्छ त्यहाँ अब केही कुरा सुरु गरिसके पछाडि त्यहाँभित्रको प्रब्लम के छ भन्ने कुरा थाहा हुन्छ। अनि त्यो प्रब्लमहरू देखिसके पछाडि हामी फेस गर्नुको साटो चाहिँ हामी त्यहाँबाट भागिदिन्छौँ क्या। सो त्यस्तो गर्नु साटो चाहिँ त्यहाँको प्रब्लम के आयो, यसको चाहिँ सोल्युसन के हुनसक्छ, यो चाहिँ कति टाइममा सोल्युसन गर्न सक्छु, अनि यो सोल्युसन गर्न चाहिँ के हेल्प चाहिन्छ मलाई भनेर चाहिँ त्यसरी प्लान बनाएर चाहिँ अनि किप टेक एक्सन जतिचोटि फेल भयो भने टेकिङ एक्सन लाग्दा। न्यू रेभोल्युसन फेल हुनुको अर्को कारण चाहिँ के पनि हो भन्दाखेरि हामी चाहिँ त्यो पुरानै वातावरणमा बसिरहेको क्या। वातावरण मतलब कि घर छोड्ने यहाँ त्यहाँ त्यस्तोवाला कुरो होइन कि। अब के हुन्छ भन्दाखेरि केही कुरा सुरु गर्दाखेरि चाहिँ हाम्रो चाहिँ कुनै पुरानो बानी छ, जस्तो कि ल कसैलाई चाहिँ चुरोट छोड्नु होला अरे होइन, स्मोकिङ चाहिँ छोड्नु होला अरे। अनि एभ्रिडे चाहिँ साथीहरू त्यही जो चाहिँ चुरोट खाइरहेछन् त्यो साथीहरूसँग फ्रेन्डसिप कट गर्ने कुरो चाहिँ गरिरहेको छैन मैले। सो तिनै साथीहरूको सङ्गत गरिरहने, अनि एभ्रिडे चाहिँ लाइक चिया पसल जाने, अनि चिया खाने, दुईजनाले सँगै चिया खाने, अनि उसले चुरोट खाइरहेछ म चाहिँ छोड्ने भनेर छ नि त, त्यो अलिकति गाह्रो हुन्छ। यसमा चाहिँ कसरी काम गर्न चाहिन्छ भन्दाखेरि ल कसैको चुरोट छोड्ने प्लान छ भने चाहिँ एटलिस्ट 1 मन्थ चाहिँ त्यो साथीसँग अलिकति डिस्टेन्स बनाउने होइन। अब उसले पनि चुरोट छोड्दैछ भने त दुवैजनाले अब सँगै मिलेर काम गर्दा भइहाल्यो। अनि
त्यस्तो छैन, त्यस्तो होइन। ऊ चाहिँ आफ्नो प्लानमा छ, सबैको त एउटै हुन्न नि त, सबैको आफ्नो हुन्छ। अनि अब आफू चाहिँ ल मलाई चाहिँ चुरोट छोड्नु परेको छ, अब मैले चाहिँ त्यो पुरानो साथीको सङ्गत गरिरहेँ भने चाहिँ त्यो अलिकति हार्ड हुन्छ होइन। अनि जब अनि एटलिस्ट ट्राई पनि गरिन्छ, एक डेढ हप्ता ट्राई पनि गरिन्छ, छोडिन्छ भने त्यस पछाडि चाहिँ के हुन्छ, अनि क्युरियोसिटी बढ्दै जान्छ। मलाई चाहिँ अरूले खाएको देखे पछाडि मैले खानु पर्ला जस्तो हुन्छ। अनि त्यस पछाडि त्यो अलिकति के हुन्छ, अलि वर्क गर्दैन त्यो चाहिँ। त्यो भएर चाहिँ त्यस्तो कसैको त्यो चुरोट छोड्ने गोल छ भने चाहिँ त्यस्तो त्यो पुरानो वातावरण होइन, पुरानो ह्याबिटहरू, जस्तो कि अब बेलुका 6 बजी गएर चिया र चुरोट खाने प्लान छ भन्दाखेरि सबै चिया नखाइदिने। सो अलिकति चेन्ज गर्ने क्या, आफ्नो ह्याबिटलाई अलिकति चेन्ज गर्ने होइन, 6 बजी अलिकति बिजी हुनु लाग्ने। अनि के पनि हुन्छ भन्दाखेरि यस्तो कुरामा चाहिँ त्यो माइन्डमा त्यो 6 वर्षसम्म 6 बजी चिया र चुरोट खाएको छ भने 6 बजी चाहिँ चिया र चुरोट चाहिँ चाहिँदैन क्या। माइन्डले त्यसरी रियाक्ट गरिदिन्छ, त्यसरी खोजिदिन्छ होइन। अनि त्यसरी त्यो 6 बजी चाहिँ बिजी भइदिने, अर्को केहीतिर लाग्दिने होइन। अनि जस त्यो वातावरण बदल्न खोज्ने क्या, त्यो चाहिँ पुरानो ह्याबिट चाहिँ बदल्न खोज्ने, यस्तो कुराले पनि आफूलाई कन्सिस्टेन्सी बस्नलाई अलिकति हेल्प गर्छ। सो किप रिमाइन्ड दिस वन अल्सो। सो न्यु इयर रेभोल्युसनको चाहिँ मेन पोइन्ट चाहिँ मान्छे किन फेल हुन्छन् भन्दा चाहिँ मोटिभेट हुन्छन् होइन। मोटिभेट भएर न्यु इयर रेभोल्युसन सुरु गर्छन्, न्यु ह्याबिट बनाउने, न्यु स्किल बनाउने होइन, जे पनि होस् न, त्यो चाहिँ एकदम मोटिभेट हाई हुन्छ त्यो टाइममा चाहिँ। अनि यसले पनि गरिरहेछ, उसले पनि गरिरहेछ, म पनि गर्छु भन्ने हुन्छ। अनि डिसिप्लिन चाहिँ बिल्ड भइसक्यो हुँदैन। डिसिप्लिन बिल्ड गर्न चाहिँ टाइम लाग्छ होइन। त्यसको लागि चाहिँ प्लान पनि बनाउनु पऱ्यो, रोड म्याप बनाउनु पऱ्यो। अनि त्यसैमा कन्टिन्यू हिँड्नु पऱ्यो क्या। अब कति समय त त्यो रिजल्ट आउँदैन, रिजल्ट आउनु टाइम लाग्छ, त्यस्तो भएपछि डिमोटिभेट भइन्छ। साथी सर्कल त्यस्तै हुन्छन् होइन। अब सबैले आफ्नो हिसाबले ट्रिट गरिरहेको हुन्छन्, अनि डिमोटिभेट भइन्छ, सधैँ एउटै फिलिङ हुँदैन, आफ्नो प्रब्लम हुन्छ। अनि त्यो भएर चाहिँ मोटिभेटको भरमा चाहिँ बस्नुहुन्न क्या। त्यो चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ अब प्लान, मेन भनेको चाहिँ फिक्स प्लान बनाउने, अनि त्यसमा चाहिँ आफूले के गर्ने के नगर्ने, अब कसरी चेन्ज हुने भन्ने प्लान बनाउने। अनि त्यही प्लान चाहिँ दुःखी भए पनि फलो गर्ने, खुसी भए पनि फलो गर्ने, जे भए पनि फलो गर्ने। 6 महिनाको लागि चाहिँ एउटा डिसिप्लिन प्लान बनाएको छ भने 6 महिनाको चाहिँ जसरी फलो गर्ने नै, त्यसरी कन्सिस्टेन्ट बस्ने। जस्तो कि त्यो गर्ने चाहिँ आफैले हो होइन। त्यो कसैले पनि आएर त्यो चुरोट छोड्ने मान्छेले चुरोट तान्लाएर हातसम्म गइ आउँदैन नि त। त्यो आफूले खान्न भन्दा आफूले चाहिँ फाल्न सक्नु पऱ्यो, माइन्डसेट चाहिँ त्यतिको बनाउनु पऱ्यो क्या। सो त्यही नै हो। सो सबैले नयाँ ह्याबिट बनाउनु होला होइन। सो अब न्यु इयर रेभोल्युसनको लागि चाहिँ फेरि अब 27 कुरा नबस्नु होला, 26मै आफ्नो लाइफ परिवर्तन गर्नलाई चाहिँ लागिपर्नु होला, फेरि एक्सन लिनु होला। फेल भयो भने फेरि लिने। सो इट पोसिबल। थ्याङ्क यू सो मच। यहाँसम्म आउनुभयो भने तपाईँलाई पक्कै पनि भिडियो मन पऱ्यो होला। सो सब्सक्राइब। अर्को भिडियोमा फेरि भेटौँला त। थ्याङ्क यू।